BYD सिगल नेपालमा मस्ट अवेटेड गाडीहरूको लिस्टमा सायद पहिलो नम्बरमा नै पर्छ भन्दा फरक पर्दैन। 27 अप्रिल 2023 मा पहिलो पटक चाइनामा इन्ट्रोड्युस भएको यो गाडी 2024 मा आएर ल्याटिन अमेरिकन देशहरू जस्तै ब्राजिल, कोलम्बिया, मेक्सिको, उरुग्वे र एसियन देश फिलिपिन्समा बिक्री हुँदै आएको छ। ब्राजिल र मेक्सिकोमा यो गाडीलाई BYD डल्फिन मिनीको नामले पनि चिनिन्छ। फेब्रुअरी 2025 मा आएर यसको पहिलो फेसलिफ्ट मोडेल चाइनामा इन्ट्रोड्युस गरिएको थियो भने अप्रिल 2025 बाट यो गाडी BYD डल्फिन सर्पको नामबाट युरोपमा प्रवेश गरेको छ। र नेपालमा पनि यो गाडी अन्डर टेस्टिङमा रहेको समाचारहरू आइरहेको छ। यसको अर्थ अबको केही समयपछि यो गाडी नेपालमा पनि आउन सक्ने सम्भावना रहेको छ। आजको यस भिडियोमा यो BYD को युरोपियन मोडेल डल्फिन सर्प भन्ने गाडीको बारेमा सम्पूर्ण जानकारीहरू दिन गइरहेको छु र साथै यसको चाइनिज मोडेल BYD सिगलसँग केही तुलना पनि गर्नेछु। त्यसका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि यस्तै भिडियोहरू हेर्नका लागि मेरो YouTube च्यानल टेक्निकल लेनलाई सब्स्क्राइब पनि गर्नुहोला। अब विषयको सुरु गरौँ यो गाडीको साइजबाट अथवा यो गाडीलाई राख्नको लागि कति ठाउँको आवश्यक पर्छ त भन्ने विषयबाट। यो गाडी 3990 mm 13.1 फिट अथवा 3.49 मिटर लामो रहेको हुन्छ। 1720 mm 5.64 फिट अथवा 1.72 मिटर फराकिलो रहेको हुन्छ भने यो गाडी 1590 mm 5.22 फिट अथवा 1.59 मिटर अग्लो रहेको हुन्छ। यो गाडीको व्हील बेस 2500 mm 8.2 फिट अथवा 2.5 मिटर रहेको हुन्छ। यो युरोपियन मोडेल डल्फिन सर्पको साइजलाई यसैको चाइनिज मोडेल BYD सिगलको साइजसँग तुलना गरेर हेर्दा यो गाडीको लम्बाइ चाइनिज मोडेलको भन्दा 210 mm ले धेरै, चौडाइ 5 mm ले धेरै, उचाइ 50 mm ले धेरै र व्हील बेस बराबर रहेको देखिन्छ। समग्रमा भन्नुपर्दा यो गाडीको लम्बाइ, चौडाइ र उचाइ चाइनिज मोडेलको भन्दा केही धेरै र व्हील बेस बराबर रहेकोले ओभरअलमा युरोपियन मोडेल चाइनिज मोडेल भन्दा केही ठुलो रहेको देखिन्छ। अब कुरा गरौँ यो गाडीको वेट अथवा वजनको बारेमा। यो गाडीको कर्ब वेट यसको मोडेल अनुसार 1294 केजी देखि 1390 केजी सम्म अनि ग्रोस वेट 1638 केजी देखि 1734 केजी सम्म रहेको हुन्छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स यसको मोडेल अनुसार 151 mm अथवा 6 इन्च देखि 154 mm अथवा 6.1 इन्च सम्म रहेको हुन्छ। नेपाल आउने मोडेलमा भने अन पेपर यो गाडीको ग्राउन्ड क्लियरेन्स केही धेरै पनि हुन सक्छ। यो गाडीको डेक्की अथवा बुट स्पेस 308 लिटर रहेको हुन्छ र पछाडिको सबै सिटहरूलाई फोल्ड गरेर 1037 लिटर सम्मको बनाउन सकिन्छ। यो एउटा फ्रन्ट व्हील ड्राइभ गाडी हो। यस्तो गाडीमा मोटरलाई गाडीको अगाडि एक्सलमा राखिएको हुन्छ। यो गाडीको मिनिमम टर्निङ रेडियस 4.95 मिटर रहेको हुन्छ। यो गाडीमा बुट सहित 5 वटा ढोका, 2 वटा रो र 4 सिट क्षमता रहेको हुन्छ। यो गाडी इमिसन स्ट्यान्डर्ड JDB र BYD को ई प्लेटफर्म 30 मा आधारित रहेको हुन्छ। अब कुरा गरौँ यो गाडीका मोडेलहरू र भेरिएन्टहरूको बारेमा। यो गाडी एक्टिभ, बुस्ट र कम्फर्ट गरेर जम्मा 3 वटा मोडेलहरू अथवा भेरिएन्टहरूमा युरोपियन बजारमा उपलब्ध छन्। अब नेपालमा यसका कतिवटा मोडेल अथवा भेरिएन्टहरू आउँछन् त्यो भने हेर्न बाँकी नै छ। अब कुरा गरौँ यो गाडीमा रहेको ब्याट्री, मोटर र चार्जिङको बारेमा। यो गाडीमा IP67 BYD को LFP ब्लेड ब्याट्री लिक्विड कुलिङ र ब्याट्री हिटिङ टेक्नोलोजीको साथमा प्रयोग गरिएको हुन्छ र साथमा IP67 8-in-1 इन्टेरियर PMSM भन्ने मोटरहरूको प्रयोग गरिएको हुन्छ। यो गाडीको बेस भर्सन एक्टिभ मोडेलमा 30 किलोवाट आवर क्यापेसिटीको ब्याट्रीलाई 65 किलोवाट मोटरको साथमा राखिएको हुन्छ अनि यो मोटरको म्याक्सिमम पावर 87 bhp र 175 Nm टर्क रहेको हुन्छ। यो गाडीले बडीमा 3 फेज 11 किलोवाट सम्मको AC चार्जिङ अनि 65 किलोवाट सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्दछ। यो गाडीलाई 11 किलोवाटको AC चार्जरले 3.5 घण्टामा फुल चार्ज
अनि 65 किलोवाटको डीसी फास्ट चार्जरले 30 मिनेटमा 10 देखि 80% अथवा 25 मिनेटमा 30 देखि 80% चार्ज गर्न सकिन्छ। यो गाडीको WLTP सिटी रेन्ज 356 किलोमिटर अनि WLTP कम्बाइन रेन्ज 220 किलोमिटर रहेको हुन्छ। यो गाडीको सेमी भर्सन बुस्ट मोडेलमा 43.2 किलोवाट आवर क्यापासिटीको ब्याट्रीलाई 65 किलोवाट मोटरको साथमा राखिएको हुन्छ अनि यो मोटरको म्याक्सिमम पावर 87 bhp र 175 Nm टर्क रहेको हुन्छ। यो गाडीले बडीमा 3 फेज 11 किलोवाट सम्मको एसी चार्जिङ अनि 85 किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ। यो गाडीलाई 11 किलोवाटको एसी चार्जरले 5 घण्टामा फुल चार्ज अनि 85 किलोवाटको डीसी फास्ट चार्जरले 30 मिनेटमा 10 देखि 80% अथवा 22 मिनेटमा 30 देखि 80% चार्ज गर्न सकिन्छ। यो गाडीको WLTP सिटी रेन्ज 507 किलोमिटर अनि WLTP कम्बाइन रेन्ज 322 किलोमिटर रहेको हुन्छ। यो गाडीको टप भर्सन कम्फर्ट मोडेलमा 43.2 किलोवाट आवर क्यापासिटीको ब्याट्रीलाई 115 किलोवाट मोटरको साथमा राखिएको हुन्छ अनि यो मोटरको म्याक्सिमम पावर 154 bhp र 220 Nm टर्क रहेको हुन्छ। यो गाडीले बडीमा 3 फेज 11 किलोवाट सम्मको एसी फास्ट चार्जिङ अनि 85 किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ। यो गाडीलाई 11 किलोवाटको एसी चार्जरले 5 घण्टामा फुल चार्ज अनि 85 किलोवाटको डीसी फास्ट चार्जरले 30 मिनेटमा 10 देखि 80% अथवा 22 मिनेटमा 30 देखि 80% चार्ज गर्न सकिन्छ भनेर कम्पनीले दाबी गरेको छ। यो गाडीको WLTP सिटी रेन्ज 460 किलोमिटर अनि WLTP कम्बाइन रेन्ज 310 किलोमिटर रहेको हुन्छ। यो गाडी पनि अरु इलेक्ट्रिक गाडीहरू जस्तै सिंगल स्पिड अटोमेटिक गियर बक्समा उपलब्ध हुन्छ। यो गाडीको टप स्पिड 150 किलोमिटर प्रति घण्टा रहेको हुन्छ। यो गाडीलाई 0 देखि 100 किलोमिटर पुग्न यसको मोडेल अनुसार 12.1 सेकेन्ड देखि 9.1 सेकेन्डसम्म लाग्ने कम्पनीको दाबी छ। अब कुरा गरौँ यो गाडीका टायरहरू र व्हीलहरूको बारेमा। यो गाडी 15 र 16 इन्च गरेर दुईवटा टायर साइज अप्सनहरूमा उपलब्ध हुन्छ। यो गाडीको बेस मोडेलमा 15 इन्चको रेडियल ट्युबलेस टायर स्टिल व्हीलहरूको साथमा राखिएको हुन्छ भने यो गाडीको सेमी र टप मोडेलहरूमा 185 55R 16 इन्चको रेडियल ट्युबलेस टायर अलोई व्हीलहरूको साथमा राखिएको हुन्छ। यो गाडीमा कुनै स्पेयर टायर उपलब्ध हुने छैन तर टायर रिपेयर किट भने राखिएको हुन्छ। अब कुरा गरौँ यो गाडीका ब्रेकहरू र सस्पेन्सनहरूको बारेमा। यो गाडीको अगाडि व्हीलहरूमा भेन्टिलेटेड डिस्क ब्रेकहरू अनि पछाडि व्हीलहरूमा सोलिड डिस्क ब्रेकहरूको प्रयोग गरिएको हुन्छ। यो गाडीमा पार्किङ ब्रेकको लागि इलेक्ट्रोनिक पार्किङ ब्रेक अटो होल्डको सुविधा सहित प्रयोग गरिएको हुन्छ र यो गाडीको अगाडि भागमा मक्फर्सन स्टडको इन्डिपेन्डेन्ट सस्पेन्सनहरू र पछाडि भागमा टर्सन बीम नन इन्डिपेन्डेन्ट सस्पेन्सनहरूको प्रयोग गरिएको हुन्छ। अब कुरा गरौँ यो गाडीका कलर अप्सनहरूको बारेमा। यो गाडी हाललाई ग्रीन, ब्ल्याक, व्हाइट र ब्लू गरेर जम्मा 4वटा एक्सटेरियर कलरहरूमा अनि ब्ल्याक र ग्रे ड्युल टोन एउटा इन्टेरियर कलरमा युरोपियन मार्केटमा उपलब्ध छ। डोङफेङ नामी 01 EV, लिप मोटर T03, टाटा पञ्च EV र आउँदै गरेको MG विन्सर EV जस्ता गाडीहरूसँग यसको नेपालमा कम्पिटिसन हुने देखिन्छ। अब कुरा गरौँ यो गाडीको म्यानुफ्याक्चरिङ वारेन्टीको बारेमा। नेपालमा अरु BYD गाडीहरूमा जस्तै यो गाडीको ब्याट्री र मोटरमा पनि 10 वर्ष अथवा 2 लाख किलोमिटरको वारेन्टी रहेको हुन्छ। पूरा गाडीमा 5 वर्ष अथवा 1,25,000 किलोमिटरसम्मको वारेन्टी अनि गाडीको साधारण पार्ट्सहरूमा 7.5 वर्ष अथवा 1,87,500 किलोमिटरसम्मको वारेन्टी रहेको हुन्छ। 6वटा एयरब्यागहरू र लेभल 2 अडास सहित सबै एडभान्स सेफ्टी फिचर्सहरू भएको, LFP ब्लेड ब्याट्रीहरूको प्रयोग गरिएको, सानो चिटिक्क साथै राम्रो बिल्ड क्वालिटी भएको, 360 डिग्री क्यामेरा, रोटेटिङ टच स्क्रिन, भेगन लेदर सिटहरू, रेन सेन्सिङ वाइपरहरू, V12 फङ्सन साथै आवश्यक सबै फिचर्सहरू भएको, एउटा ट्रस्टेड EV ब्रान्ड भएको, राम्रो अथवा धेरै वारेन्टी सुविधा भएको, ठिक्क प्राइस रेन्ज भएको यो गाडीका केही राम्रा पक्षहरू हुन् भने गाडीमा डेडिकेटेड फ्रन्ट फग ल्याम्प्स, अटो डिमिङ IRBM, इन्टेरियर एम्बियन्ट लाइटिङ जस्ता सुविधाहरू नभएको, स्पेयरको लागि कुनै टायर नभएको, गाडीमा अगाडि पार्किङ सेन्सर, पछाडि विन्डोजमा वाइपर र वासर साथै ग्लास रूफ अथवा सनरूफको सुविधा पनि नभएको, नेपालको बाटो अनुसार ग्राउन्ड क्लियरेन्स अलि कम भएको, बेस मोडेलमा 30 किलोवाट आवरको ब्याट्री क्षमता अलि कम भएको, अगाडि सिटहरूको हेडरेस्टहरू एडजस्टेबल नभएको, अगाडि आर्मरेस्ट मुनि स्टोरेज एरिया नभएको, वन टच र एन्टी पिन जस्तो सुविधा सबै विन्डोजहरूलाई नभएको, पछाडि सिटहरूको लागि AC भेन्ट, USB चार्जिङ पोर्ट र रिडिङ लाइट जस्ता सुविधाहरू नभएको,
जस्ता यो गाडीका केही मिसिङ फिचर्सहरू, सुधार गर्न सकिने पक्षहरू अथवा भएको भए राम्रो हुन्थ्यो भन्ने पक्षहरू हुन्। अब कुरा गरौँ यो गाडीको चाइनिज मोडेलमा भन्दा यो युरोपियन मोडेलमा मुख्य के अपग्रेडहरू भएका छन् त भन्ने विषयमा। गाडीको ओभरअल डाइमेन्सन केही ठुलो भएको छ। ब्याट्रीको क्यापेसिटी 38.88 किलोवाट आवरबाट 43.2 किलोवाट आवर बनाइएको छ। मोटरको पावर 55 किलोवाटबाट 65 किलोवाट अथवा 115 किलोवाट बनाइएको छ। ग्राउन्ड क्लियरेन्स 120 एमएमबाट 154 एमएम बनाइएको छ। गाडीको टप स्पिड 130 बाट 150 किलोमिटर प्रति घण्टा बनाइएको छ। एसी चार्जिङ सपोर्ट 6.6 किलोवाटबाट 11 किलोवाट अनि डीसी फास्ट चार्जिङ सपोर्ट 30 र 40 किलोवाटबाट 65 र 85 किलोवाटको बनाइएको छ। टायर साइज 175/55R 16 इन्चबाट 185/55R 16 इन्चको बनाइएको छ। बुट स्पेस 230 लिटर अथवा 930 लिटरबाट 308 लिटर अथवा 1037 लिटर भएको छ। सिंगल फोल्डेबल पछाडिको सिटहरू अब 50-50 स्प्लिट र फोल्डेबल भएको छ। एउटा फ्रन्ट वाइपर अब 2वटा भएको छ। चाइनामा 2025 मा एउटा इन्टेलिजेन्ट ड्राइभिङ एडिसन मोडेल थप भएको छ जुन BYD को गॉड्स आई को साथमा उपलब्ध छ र यो गाडीमा 12वटा क्यामेराहरू, 12वटा पार्किङ सेन्सरहरू, 5वटा मिलिमिटर वेभ रडारहरू, 8.8 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, 12.8 इन्चको रोटेटिङ टच स्क्रिन, प्याडल शिफ्टर र इन्टिग्रेट एन्टेना जस्ता फिचर्सहरूको साथमा उपलब्ध हुन्छ। यो मोडेल फिलहाल युरोपमा उपलब्ध छैन, भविष्यमा लन्च हुन सक्छ। अब कुरा गरौँ यो गाडीको मूल्यको बारेमा। यो गाडीको मूल्य युरोपमा क्रमशः 19,990 युरो अथवा 20,700 US डलर, 23,380 युरो अथवा 26,500 US डलर अनि 25,880 युरो अथवा 29,400 US डलर रहेको छ। अब नेपालमा यो गाडीको आधिकारिक मूल्य गाडी आएपछि थाहा हुने नै छ, तर यो गाडीको युरोपियन मूल्यलाई हेर्दा मेरो व्यक्तिगत विचारमा नेपालमा यो गाडीको मूल्य 30 लाखदेखि 40 लाखको आसपासमा हुन्छ कि जस्तो लाग्छ। अब अन्त्यमा कुरा गरौँ यो गाडीका फिचर्सहरूको बारेमा। सबैभन्दा पहिला कुरा गरौँ यो गाडीको सुरक्षा सुविधाहरू अथवा सेफ्टी फिचर्सहरूको बारेमा। 6 airbags, anti-lock braking system, electronic brake force distribution, electronic stability control, traction control system, tire pressure monitoring system, electronic parking brake with auto hold function, hill hold control, 360 degrees cameras and sensors, child safety locks and ISOFIX child seat mounts, level 2 ADAS features, driver monitoring system, adaptive and intelligent cruise control, lane departure assist, forward collision warning, emergency lane keeping assist, traffic sign recognition, automatic emergency braking, intelligent speed limit control, intelligent power brake, comfort stop. यी सबै यो गाडीमा रहेका सुरक्षा सुविधाहरू अथवा सेफ्टी फिचर्सहरू हुन्। अब कुरा गरौँ यो गाडीका बाहिरी भागमा रहेका सुविधाहरू अथवा एक्सटेरियर फिचर्सहरूको बारेमा। Keyless entry and keyless start, remote and digital car key, front rain sensing wipers, auto, adjustable and intelligent high beam assisted LED headlights with delayed off function, LED DRLs and LED taillights, electric adjustable, auto foldable and heated ORVM with side indicators, rear window defogger, integrated shark fin antenna, rear sporty spoiler and full body cladding, remote release and manual tailgate, semi-hidden door handles, 360 degrees parking camera with guidelines, 3 rear parking sensors, rear windows and rear windscreen privacy glass, CCS to vehicle charging port, 16-inch tires with alloy wheels, exterior mirror footlights, vehicle to load V2L function, 11 kilowatt onboard charger OBC. यी सबै यो गाडीको बाहिरी भागमा रहेका सुविधाहरू अथवा एक्सटेरियर फिचर्सहरू हुन्। अब कुरा गरौँ यो गाडीको भित्री भागमा रहेका सुविधाहरू अथवा इन्टेरियर फिचर्सहरूको बारेमा। Tilt telescopic adjustable, electric powered, multifunction, leather wrapped, 3-spoke and flat bottom steering wheel, system start stop button, dashboard mounted drive selector, electric climate control, 6-way electric adjustable and heated driver seat, 4-way electric adjustable and heated co-driver seat, front center armrest console with cup holders, wagon leather seats, manual anti-glare IRVM, level 2 regenerative braking, eco, normal, sport and snow, 4 different driving modes, 7-inch digital instrument cluster.
10.1-inch electrically rotatable center touchscreen display. Audio system with 4 speakers. All power windows with driver side window one touch and anti-pinch protection. Rear seat adjustable headrests. 50/50 split and foldable rear seats. Front USB Type-A, 18-watt, Type-C, 60-watt, and 12-volt power outlet. Front 15-watt wireless phone charging. Front cabin roof lights console with SOS button. Glove box, sun visors and vanity mirror with lights. Android Auto and Apple CarPlay. Bluetooth Wi-Fi connectivity. Mobile app remote controls. 4G radio, navigation, OTA update and voice assist. यी सबै यो गाडीका भित्री भागमा रहेका सुविधाहरू अथवा इन्टेरियर फिचर्सहरू हुन्। यी सबै यो गाडीको टप मोडेल कम्फर्टमा रहेका फिचर्सहरू हुन्। यदि टप मोडेल कम्फर्टबाट सेमी मोडेल बुस्टमा जानुहुन्छ भने केही मूल्यसँगै मुख्य यी फिचर्सहरू पनि कम हुनेछन्। मोटरको पावर 115 किलोवाटबाट घटेर 65 किलोवाटको हुनेछ। 360 डिग्री क्यामेरा हटेर रियरमा एउटा मात्र पार्किङ क्यामेरा हुनेछ। वायरलेस फोन चार्जिङ सुविधा हुने छैन। फ्रन्ट सिटहरूमा हिटिङ सुविधा हुने छैन। पछाडि विन्डोजहरूमा प्राइभेसी ग्लास हुने छैन। एक्सटेरियर मिरर फुट लाइटहरू हुने छैनन्। हेडलाइटहरू एलइडीबाट हेलोजेन हुनेछन्। अब यदि सेमी मोडेल बुस्टबाट बेस मोडेल एक्टिभमा जानुहुन्छ भने केही मूल्यसँगै मुख्य यी फिचर्सहरू पनि कम हुनेछन्। ब्याट्री क्यापेसिटी 43.2 किलोवाट आवरबाट घटेर 30 किलोवाट आवर हुनेछ। डीसी चार्जिङ सपोर्ट 85 किलोवाटबाट घटेर 65 किलोवाट हुनेछ। ग्राउन्ड क्लियरेन्स 154 एमएमबाट घटेर 151 एमएम हुनेछ। 16 इन्च अलोय व्हीलबाट घटेर 15 इन्च स्टिल व्हीलहरू हुनेछन्। फ्रन्ट इलेक्ट्रिक एडजस्टेबल सिटहरू घटेर म्यानुअल हुनेछन्। भ्यानिटी मिररहरूसँग लाइट कटौती हुनेछ। ड्राइभर साइड विन्डोजमा वन टच र एन्टी पिन्च जस्तो सुविधा हुने छैन। अगाडि रेन सेन्सिङ वाइपरहरू हुने छैनन्। ओआरभीएममा अटो फोल्डेबलको सुविधा कटौती हुनेछ। साथीहरू, यो गाडीका बारेमा सबै कुराहरू थाहा पाइसकेपछि हजुरहरूलाई समग्रमा यो गाडी कस्तो लाग्यो? हजुरहरू BYD को यो सबैभन्दा सस्तो गाडीमा कतिको इन्ट्रेस्टेड हुनुहुन्छ? अथवा युरोपियन मूल्य अनुसार नेपालमा यो गाडीको मूल्य कति जति हुन्छ जस्तो लाग्छ? आफ्ना विचारहरू तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियोलाई लाइक, शेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथीहरू, आजको भिडियोमा यति नै। फेरि यस्तै भिडियो लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई विशेष धन्यवाद।